बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ। दादा रे दादा, तिलीचो जाने मान्छेहरू बिहेको जन्दिमो भन्दा बढी रहेछ साला। बिहेको जन्दिमो भन्दा बढी रहेछ साला। अरे दादा रे दादा, पुरै हलिउडको जस्तो सिन आयो त। पुरै हलिउडको जस्तो सिन आयो त। कौन है ये लोग? कहाँ से आते हैं? तपाईहरुलाई स्वागत छ फेरि पनि। गुड मर्निङ फ्रम मनाङ। आज चाहिँ हामी जाँदैछौँ तिलीचो लेक। सो आज चाहिँ हामी तिलीचो बेस क्याम्पसम्म चाहिँ बस्छ होला। अनि भोलि बिहान उठेर चाहिँ लेकतर्फ चाहिँ जान्छ होला। सो के हुन्छ कस्तो हुन्छ तपाईहरुलाई म अपडेटहरु दिँदै गरेछु। सो अन्त्यसम्म हेर्नु होला। ओके अलराइट गाइज, हामी चाहिँ टक्क लगाएर यस्तो बवाल ठाउँमा आइपुग्यो। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तपाईहरुले ब्युटिफुल भ्यूहरु। 360 भ्यू हानिदिन्छु ल म। ओके अलराइट गाइज, उ त्यो चाहिँ मनाङ लगभग त्यहाँबाट चाहिँ यहाँसम्म आइपुग्न हामीलाई चाहिँ 1 घन्टा जति चाहिँ लाग्यो। सो आजको डेस्टिनेसन भनेको चाहिँ बेस क्याम्प हो। के हुन्छ कस्तो हुन्छ तपाईहरुलाई म अपडेटहरु दिँदै गर्नेछु। सो टक्क लगाएर हामी चाहिँ उ त्यो डाँडा चाहिँ कट्नु पर्ने हुन्छ पछाडि, त्यहाँ चाहिँ तिलीचो हो। सो हाम्रो डेस्टिनेसन भनेको चाहिँ त्यहाँ हो। सो स्टे ट्युन गाइज, अन्त्यसम्म चाहिँ हेर्नु होला। के अलराइट गाइज, हामी चाहिँ टक्क लगाएर यस्तो गुम्बामा आइपुग्यो। यो गुम्बाको चाहिँ म सिनेमेटिक सर्ट पनि राखिदिन्छु। सो त्यही वेज भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला। सो त्यही त वेज, लेट्स सी के हुन्छ कस्तो हुन्छ, म तपाईँलाई अपडेटहरु दिँदै गर्नेछु। सो स्टे ट्युन गाइज। राइट वेज टक्क लगाएर हामी चाहिँ सिडी खर्का भन्ने ठाउँमा आइपुग्यो। यसको एल्टिट्युड चाहिँ 4070 मिटर फ्रम सी लेभल रहेको छ। अब यता चाहिँ हामी खानासाना खाने अनि टक्क लगाएर आफ्नो गन्तव्यतर्फ लाग्नुपर्ने हुन्छ। अलराइट गाइज, सिडी खर्काबाट चाहिँ 1 घन्टा जति हिँडेपछि यस्तो ठाउँमा आएको रहेछ। सिडी भ्यू सही हो गाइज, सही हो, मजा आइरहेको छ। यस्तो हुन्छ ल्यान्डस्लाइड एरियामा आइपुग्यो गाइज। यहाँबाट खस्यो भने त चिया हुन्छ मान्छे, चिया उ त्यो पछाडि चाहिँ
खतरा भ्यू थियो भने बेला समुद्र बल्लाई अरे दादा रे दादा पुरै हलिउडको जस्तो सिन आयो त पुरै हलिउडको जस्तो सिन आयो त यस्तो डेन्जर ठाउँमा लिनु पर्ने हुन्छ यार लप्ठा ठाउँ छ यार घोडा चाहिँ आउँदैछ तलबाट अरे दादा कस्तो ठाउँमा आइपुगेछ अरे हामी अम्बो भारीहरू चाहिँ पुग्नुपर्ने हुन्छ यार हामी चाहिँ त्यो डाँडा काट्नुपर्ने हुन्छ यार सो के हुन्छ कस्तो हुन्छ म तपाईँलाई अपडेटहरू दिँदै गर्नेछु मान्छेको ताती हेर्नुहोस् So all right guys finally हामी चाहिँ तिलिजो बेस क्याम्प आइपुग्यो guys भोलि चाहिँ टक्क लगाएर खाजा खाएर तिलिजो लेक चाहिँ जानुपर्ने हुन्छ सो लेट्स सी के हुन्छ कस्तो हुन्छ म तपाईहरुलाई जानकारी दिँदै गर्छु सो स्टे ट्युन गाइज मान्छेहरू बवाल जाँदैछ यार सो राइट गाइज हामीले टक्कलाई निस्किसक्यो तलको पस्लाइदिनु सो राइट गाइज हामीले टक्क लगाएर निस्किसक्यो जहाँ चाहिँ तिलिजो लेकतर्फ एक्लै हिँडिरहेको छु अरे दादा तिलिजो जाने मान्छेहरूको ताती हेर्नुहोस् दादा रे दादा सो राइट गाइज टक्क लगाएर यस्तो ठाउँमा आइपुग्यो सो लेट्स सी के हुन्छ कस्तो हुन्छ म तपाईँहरूलाई जानकारी दिँदै गर्नेछु स्टे ट्युन गाइज दादा रे दादा यस्तो ठाउँमा चाहिँ कुद्नै पर्छ साला ओके राइट गाइज के हो रे यो यस्तो ठाउँ यार राइट गाइज ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यस्तो हिमाल तिलिजो पिक अब चाहिँ माथिबाट दादा यहाँबाट चाहिँ लगभग तिलिजो लेक पुग्न कति टाइम 2 घन्टा जति लाग्छ सो लेट्स सी के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई अपडेट दिँदै गर्नेछु सो स्टे ट्युन गाइज सो राइट गाइज टक्क लगाएर माथि जाने क्रम चाहिँ जाने छ तिलिजो जाने मान्छेहरू देख्न सक्नुहुन्छ दादा रे दादा तिलिजो जाने मान्छेहरू बिहेको जन्दिमो भन्दा बढी रहेछ साला बिहेको जन्दिमो भन्दा बढी रहेछ साला दादा रे दादा सो तिनै गाइज अपडेटहरू दिँदै गर्नेछु सो स्टे ट्युन गाइज
सो अलराइट गाइज टक्क लगाएर 5-6 घन्टाको मेहनतपछि चाहिँ यस्तो बवाल ठाउँमा आइपुग्यो हामी चाहिँ। सो तपाईँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तिलिचोक पिक। बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ। थ्याङ्क यू। म यस्तो ठाउँमा यसरी गीत गाउन पाउनु भनेको म आफूलाई नै भाग्यमानी ठानिरहेको छु। सो राइट गाइज टक्क लगाएर यसको एल्टिट्युड भन्नुपर्दाखेरि चाहिँ 4919 मिटर फ्रम सी लेभल है। आमा दादा रे दादा कस्तो सपना जस्तै गइरहेछ यार। तर यो सपना होइन, यो विपनै हो यार। Right. Tilichok is not beautiful. It's too beautiful, guys. It's not beautiful. It's too beautiful, guys. Yeah. Let's see. के हुन्छ कस्तो हुन्छ। अब चाहिँ लिक जान्छु म। सो त्यही नै हो गाइज। यो लेकभन्दा अलिक तल हो। यहाँबाट चाहिँ यस्तो भएर भ्यू देख्ने रहेछ, त्यही भएर क्यामेरा तर्साइहालेको। सो त्यही नै हो गाइज, अन्त्यसम्म चाहिँ हेर्नु होला। यो भिडियो चाहिँ यस्तो बवाल हुनेवालामा छ। यु क्यान सी द 360 भ्यू। 3, 2, 1 गो। अरे दादा रे दादा तिलिचोली। सो अलराइट गाइज फाइनली हामी चाहिँ टक्क लगाएर तिलिचोली लेक आइपुग्यो। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तपाईँहरूले तिलिचोली लेक। सो त्यही त गाइज अर्को टाइम चाहिँ म योभन्दा राम्रो भिडियो ल्याउने कोसिस गर्नेछु। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो। सो सी यू अन नेक्स्ट ब्लग। बाई। सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, साथमा कमेन्ट पनि गरिदिनु पऱ्यो नि, होइन त? सो बाई।